देख्यो ल गाइस आज चाहिँ यात्रा हाम्रो टोकियोको छ होइन रातभरि आमा त हाने नि यो मान्छेले ल्यान्ड गरेर म जानला हो अब ट्रेनको भिडियो पठाउनु हाल्छु है त म ल गाइस अब हामी चाहिँ होइन फाइनली एकी आइपुग्यौँ अघि भन्ने जसरी अब एकीबाट सिन्जुकीको ट्रेन चढ्नुपर्छ त्यसपछि बसमा कति घन्टा लाग्छ अरे 2 आवर्स लाग्छ ल हेर्नु है यो पनौतीले गर्दा हो क्या आज चाहिँ रन्नु कहाँ पुग्यौँ मान्छे ल चस्मा लगाए गाई छैन अब हामी चाहिँ यो एक्सप्रेसमा चढेका थियौँ टिक्की पसिपो केही नकाटिकन चढा यहाँको त्यो उसले आएर काट्दै हामी चाहिँ अब एकैचोटि सिन्जुकी के गरौँ अलिकति होइन हल्का मजालाई भिडियो फेरि हाल्छु होइन अहिले चाहिँ यो चाहिँ अब हाम्रो भनाइअनुसार चाहिँ यसलाई जापानको खाल बेच्यो भने नि रामेछाप दोलखा होइन मेरो घरहरू जस्तै हो क्या यिनीहरू गाउँघर जस्तै हो क्या यहाँ चाहिँ अब एयरपोर्ट जान जस्तै काठमाडौँ गए जस्तै यहाँ नार्को जानुपर्छ क्या त्यो नार्को चाहिँ काठमाडौँ यो चाहिँ दोलखा रामेछाप 5 खालहरू हुन् कि यिनीहरू चाहिँ अब 5 खाल हाम्रो धेरै विकास छ 5 खाललाई जस्तो अब यता चाहिँ हाम्रो हामी जाने बाटो चाहिँ लेक साइड रहेछ पुगेर नि फर्क्यो तर चाहिँ संसार त्यति खराबै रहेछ होइन खराब फुजियामीसँग जान पाइएन तैपनि बसमा छ ल गाइस हामी फुजियामाको नजिकै पुगेर आएको थियौँ अब यहाँमा चाहिँ के हेर्न पाइएन यहाँमा चाहिँ के भयो अरे वेदरले च्यालेन्ज गरिदियो अनि त्यत्तिकै अब फर्केर मात्रै आउनु पऱ्यो होइन अरू कुनै दिन जाउँला भनेर बसिरहेको छौँ अब यता वरिपरिको अहिले चाहिँ भ्यू हेरिरहेको छौँ नि भ्यू चाहिँ एकदम राम्रो छ होइन क्रिसमस लागिरहेछ नि त अहिले जापेहरूलाई जापानिजहरूलाई क्रिसमस लाग्छ अनि त्यही भएर चाहिँ आज त्यो हुन्छ होइन अब आफू त गाउँतिर बसिरहेको थियो ठुल्ठुलो बिल्डिङ हेरेर नि सहरै छिर्नु पर्ने भइयो नि ल अब हामी आफ्नो गन्तव्यतिर लाग्छौँ ल फाइनली केटा होइन टोकियो गएर नि आइपुग्यो यो माको कामहरू पनाउँथे साह्रै खालि मैले यता र उता गराउँछ होइन पानी परेर रुम जाऊँ भने अब उसले यहाँ एकीमा बसेर जानुपर्ने गरेर यस्तो छ नाइट त आजको टोकियोको यात्रा सक्यो केटाकेटी हो